जय श्री राधे, जय श्री कृष्ण, जय माता दी। म कश्यप पाण्डे। भगवानको असीम कृपा तपाईँ अनि तपाईँको परिवारमा बनिरहोस्, यही नै शुभकामना। आदरणीय महानुभावहरू, तपाईँको घरमा एउटा बेमेलको अवस्था छ। श्रीमान र श्रीमतीमा कुरै मिल्दैन, जहिले मतभेद भइरहन्छ, मतमतान्तर भइरहन्छ। अथवा तपाईँको घरमा तपाईँको आफ्नो बच्चाको विवाह हुनलाई विलम्ब भएको छ। यो उपाय गरेर हेर्नुहोस्, तपाईँलाई कुन समस्या छ। त्यो उपाय गर्ने बेलामा त्यो मनोकामना माग्नु होला। तपाईको दाम्पत्य जीवनमा मतभेद छ, हाम्रो दाम्पत्य जीवन सफल होस् भन्नुहोस्। तपाईको बच्चाको विवाहमा विलम्ब छ, मेरो बच्चाको विवाह छिटो होस् भन्नुहोस्। यो दुईटै कुरालाई चाहिँ आफ्नो आफ्नो मनोकामनाको साथ यसले पूर्ण गरेर लिएर जानेछ। दाम्पत्य सुख, घरमा कलह कलेशको वातावरणलाई नियन्त्रण, अनि तपाईको यता बच्चाको विवाहमा विलम्ब, बच्चाको विवाहलाई छिटै तपाईको एउटा वैवाहिक योगमा रूपान्तरण गरिदिन्छ। के गर्ने त? तपाईको नजिकैको कुनै पनि पैनी, खोला, तलाउ, पोखरीबाट लेउ निकालेर ल्याउनुहोस्। एउटा तामाको भाँडोमा लेउ निकाल्नुहोस्। खोला पवित्र हुनु पर्यो, पैनी पवित्र हुनु पर्यो, पोखरी पवित्र हुनु पर्यो। खोला सानो ठुलो भन्ने हुँदैन। चाहे तपाईँ महाकालीबाट ल्याउनुहोस् या मेचीबाट, चाहे कन्काईबाट ल्याउनुहोस् या नारायणीबाट, चाहे काली गण्डकीबाट, चाहे बागमतीबाट, चाहे तपाईँको घरको छेउकै पैनीबाट, तर पवित्र हुनु पर्यो। त्यहाँ दिसा पिसाब फोहोर गरेको हुनु भएन, फोहोरहरू फालेको हुनु भएन। त्यस्तो पवित्र ठाउँमा चाहिँ तपाईँको लेउ, हरियो लेउ फिल गरिरहेको हुन्छ एउटा ढुङ्गामा अथवा एउटा झारमा अड्किएर भए पनि, अथवा एउटा ढुङ्गामा अड्किएर भए पनि लेउ फिल गरिरहेको हुन्छ हरियो लेउ। त्यो लेउलाई एउटा तामाको लोटामा, तामाको कलशमा उठाउनुहोस् र 5वटा सोमबार, प्रत्येक सोमबार लेउलाई उठाउनुहोस् र भगवान भोलेनाथको शिवलिङ्गमा लगेर आफ्नो मनोकामना सहित अर्पण गर्नुहोस्। र केही लेउ जहाँ भगवान भोलेनाथको शिवलिङ्ग अथवा भगवान भोलेनाथको मन्दिर हुन्छ, त्यसको छेउमा भगवती दुर्गाको पनि एउटा मूर्ति स्थापना गरिएको हुन्छ, चाहे फोटोमा होस् चाहे प्रतिमामा होस्। र त्यो केही लेउ भगवती दुर्गालाई पनि अर्पण गर्नुहोस् र भगवान भोलेनाथको पाउमा अथवा शिवलिङ्गमा अर्पण गर्नुहोस्, अथवा माता गौरीको पाउमा अथवा भगवान भोलेनाथको पाउमा। यस्तो संयोग चाहिँ तपाईँले 87 धाममा पाउन सक्नुहुन्छ, जहाँ भगवान भोलेनाथसँग माता भगवती विराजमान हुनुहुन्छ। यो संयुक्त चाहे शिवलिङ्गको साथमा होस्, चाहे तपाईँको मूर्तिको रूपमा होस्, शिवलिङ्गकै साथमा भगवती दुर्गाको पनि एउटा तस्बिर हुन्छ अथवा मूर्ति हुन्छ। भोलेनाथलाई र भगवती दुर्गालाई अथवा महाकालीलाई है तपाईँले यो लेउलाई